जिउँदैछ यो वर्षौँदेखि हामीले म्याच छ यस्तो बाँसमा बेरेर बसेको हौ ऊ यस्तोमा यस्तो यस्तो भित्र त्यहाँ माथि त्यस्तो उहाँ भित्रबाटै उयो यता यता भित्र धुरीमा चाहिँ त्यसरी मार्न नहुने थियो साथीहरू साँप मारेछन् यहाँ हेर न हो धामन सर्वेले केही पनि गर्न त गर्दैन अब यता खुट्टापट्टि चलिरहेछ पुच्छरमा नमार चाहिँ भनेको थिएँ कुदेर आएको अघि भएको कहाँ यही घरभित्रै छ त नि उयो भित्र हौ यहाँ को पर्छ यहाँ कसरी थाहा भयो उनीहरूलाई चाहिँ खोइ कसरी थाहा भयो त्यो विकासलाई हौ यहाँ भित्र हौ यहाँ धामन सर्वे हेर्नु न कत्रो छ यार यहाँ भित्र यो वर्षौँदेखि हामीले म्याच छ होइन त्यो पुछार त जिउँदै वर्षौँदेखि देखेर आएको हो कि यो बाँसघारीतिर हिँडिरहेको थियो आज यहाँ मारेछन् क्या टाउको कुच्याएर हेर न यार थेट कत्रो यार फेरि यार यहाँ भित्र बाँच्छ होला हौ अङ्कलले त है बाँच्छ होला कहाँ बाँच्छ यहाँ काचा कुचुक बनाएको छ यहाँ भाला अनि आधी जिउ चलिरहेछ त पुरै यता चाहिँ जिउँदछ नि यता चाहिँ जिउँदछ के हो यो यहाँ नहान्नु नहान्नु यहाँ चाहिँ धामन सर्व हो है साथीहरू हेर न कत्रो छ कि कहाँ थियो अरे खोइ यता यता बाटो छ क्या यहाँ रहेछ नि त दुलो रहेछ अनि यहाँबाट छिरेछन् मान्छेहरू घरभित्रको साँप रहेछ यो घरमा मान्छे पनि बस्दैन बस्न त किन मार्नु त यहाँ भालाले चाहिँ कहाँ हानेको छ हौ यहाँ छ्याडेको छ कता भालाले यहीँ छ्याडेको छ यहीँ यो भालाले छ्याडेको मार्नु नहुने थियो यार नमार भन्दै थिएँ यहाँ भित्र थियो रहेछ क्या यहाँ भित्र यहाँ मान्छे फेरि बस्दैनन् क्या यहाँनिर मान्छे चाहिँ पटक कोही पनि बस्दैन यो माथि फेरि कस्तो माथि चढेको हौ यहाँ सानो छैन यार त्यो पुच्छर तान्त भाइ धामन हुने होइन कि कसले धामानो जिउँदैछ त आधी त अनि यता जिउँदैछ नि उता मात्रै टाउको मात्रै खिच्यो नमार्नु हुने मारेछ नि थेट जिउँदैछ यता जिउँदैछ होला तिनीहरू यो साँपले टोक्दैन टोक्न त क्या मार्दैन नि त मान्छेहरू तिमीहरू कहाँ हिँडेको यो भनेको चराचुरुङ्गी चराको बच्चा चाहिँ केही राख्दैन मुसाहरू खाने साँप हो यो मान्छे टोक्दैन टोक्यो भने विष लाग्दैन क्या यो साँपमा धामनको कहाँ विष हुन्छ त हेर्दा मात्रै ठुलो जिउको हो यो होइन डर लाग्दो हुन्छ तँ घर जान्छस् नि उता होइन लिएर जाल ऊ खोलामा ग्याप्सिङ गर्दै यो मार्नु हुँदैन थियो यार यहाँ सबै भाडाले हान्दा रहेछ पुरै सानो होइन नि जिउँदैछ नि यता त पौडिन्छ यसले बेर्यो भने त अबुई जिउँदैछ हेर त कस्तो बेर्छ जिउँदैछ यता त पुरै जिउँदैछ यो आधी भाग मात्रै जान्छ नि त उताको मात्रै जान्छ टाउको चाहिँ हो अब यता यहाँदेखि यता शरीर जिउँदैछ यसको